यही ज्येष्ठ 2 गतेबाट प्रारम्भ भएको यो तालिम आज अन्तिम दिन 9 गते आइपुगेको छ र हामीले यसको समापन गर्ने जवाब गर्दैछौँ। म कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु र औपचारिक रूपमा अगाडि बढाउने क्रममा नेपाल आदिवासी जनजाति महासङ्घ इजरेलीका अध्यक्ष आदरणीय विशिष्ट व्यक्तित्व प्रबुद्ध व्यक्तित्व हामी सबैका अभिभावक चिरहाङ राईज्यूलाई यस कार्यक्रमको अध्यक्षको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी इजरेलीमा मात्र नभएर यो पूर्वी क्षेत्रमै सूचना र प्रविधिको क्षेत्रमा एकदमै अग्रणी व्यक्तित्वको रूपमा पहिचान गराउन सफल हुनुभएका पूर्वेली न्युजका सञ्चालक ग्राफिकाका सञ्चालक हामीलाई 8 दिनसम्म निरन्तर रूपमा ज्ञान बाँड्नुहुने आदरणीय विशिष्ट व्यक्तित्व अत्यन्तै प्रबुद्ध व्यक्तित्व चर्चित व्यक्तित्व मुख्य प्रशिक्षक श्री सुरेश चन्द्र दाहालज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी हाम्रो कार्यक्रमको गरिमा बढाउनको निम्ति अत्यन्त विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ। आदिवासी मुद्दामा निकै लामो समयदेखि आफ्नो योगदान दिनुहुने आदिवासी जनजाति युवा महासङ्घ 1 नम्बर प्रदेशका अध्यक्ष श्री कमल राणा मगरज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी आदिवासी जनजाति पत्रकार महासङ्घ 1 नम्बर प्रदेश की उपाध्यक्ष श्री सुप्रिया राईज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी यो सम्पूर्ण कार्यक्रमको मैले हिरो भन्न चाहे जसको संयोजकत्वमा हामीले यो कार्यक्रमलाई सफल बनाएका छौँ र यो सूचना प्रविधि तालिमका संयोजक एवं नेपाल आदिवासी जनजाति महासङ्घ इजरेलीका कोषाध्यक्ष श्री छिरिङ शेर्पाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी किरात राई ल्याएका इटली उपमहानगर समितिका अध्यक्ष राष्ट्र राईज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी नेपाल तामाङ भेगुङ इजरेलीका सचिव रत्न गुरुजनज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी भूमा जातीय विकास केन्द्र इजरेलीका सचिव तुलसी धिमालज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी आदिवासी जनजाति पत्रकार महासङ्घ 1 नम्बर प्रदेशका सचिव दिलबहादुर राईज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी नेपाल मानव समाज इजरेलीका अध्यक्ष भरतमान थामीज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी सुनवास सेवा समाज इजरेलीका अध्यक्ष लालकुमार सुनवारज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी किरात गाक्टुङ चुम्नुङका कार्यवाहक अध्यक्ष राजेन्द्र सामाज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी आदिवासी जनजाति युवा महासङ्घ 1 नम्बर प्रदेशका सचिव सुभाष तामाङज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी किरात राईका जिल्ला सदस्य सुमित्रा राईज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी म अतिथि क्रमलाई जोड्न चाहन्छु। आदिवासी जनजाति युवा महासङ्घ नेपाल इजरेलीका अध्यक्ष श्री रोशन फेस्टिभललाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो अतिथिज्यूहरूको उपस्थिति अझै पनि हुनेछ। उहाँहरू आउनुभए पश्चात म उहाँलाई अतिथिको रूपमा आसन ग्रहण गराउने नै छु। म सम्पूर्ण हाम्रो अतिथिज्यूहरूलाई खदा ब्याज लगाएर सम्मान प्रकट गरिदिनुको निम्ति वर्षा राजभण्डारी एवं शिवानी मण्डलज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामी
नेपालमा रहेका आदिवासी समुदायहरू विदेशको इतिहास र वर्तमानसम्म आउँदै गर्दाखेरि हामीले विदेशको गरिमा उच्च बनाएको छौँ। हामी संसारभरि नेपाललाई चिनाउनका निम्ति केही पहिचानहरू छन्, जस्तै सगरमाथा, बुद्ध जन्मेको देश अनि बहुभाषा बहुसंस्कृति भएको देश भनेर यो बहुभाषिक अनि बहुसांस्कृतिक मुलुक बनाउनका निम्ति सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रै आदिवासी समुदायको छ। यो आदिवासी समुदायलाई नेतृत्व गराउने अत्यन्तै विशिष्ट व्यक्तित्वहरूलाई हामीले डायसमा आसन ग्रहण गराइसकेका छौँ र हाम्रो आजको यस समापन कार्यक्रममा यहाँहरू उपस्थित हुनुभएको छ। हाम्रो कार्यक्रमको गरिमा पक्कै पनि उच्च भएको छ। यहाँलाई नेपाल आदिवासी जनजाति महासङ्घ तर्फबाट उच्च सम्मान प्रकट गर्न चाहन्छु। यो 8 दिनको एआई ट्रेनिङमा म आफै पनि सरी पनि अवसर प्राप्त गरेको थिएँ। मैले पनि यस ट्रेनिङबाट अत्यन्तै धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरेँ। अहिले एआई हरेक क्षेत्रमा, चाहे त्यो मेडिसिनको क्षेत्रमा होस्, चाहे त्यो इन्जिनियरिङको क्षेत्रमा होस्, चाहे त्यो एडुकेसनको क्षेत्रमा होस्, जताततै एआईले लिड गरिरहेको छ। मेरो आफ्नो प्रोफेसनमा पनि एआईले अत्यन्तै ठुलो भूमिका निर्वाह गरिरहेको छ। यो 8 दिनमा मैले सिकेका कुराहरूले मलाई मेरो प्रोफेसनमा पनि निकै ठुलो योगदान पुर्याउने मैले विश्वास गरेको छु र यहाँहरूले पनि आफ्नो प्रोफेसनमा पक्कै पनि लागू गर्नुहुनेछ। तपाईँलाई यो ज्येष्ठ 2 गतेसम्म तपाईँ जुन स्थानमा हुनुहुन्थ्यो त्योभन्दा आज 8 दिन पछाडि पक्कै पनि अर्को स्थानमा तपाईँहरूले स्थान हासिल गरिसक्नु भएको छ भन्ने मैले विश्वास गरेको छु। हामी सुन्दर देशका आदिवासी समुदाय हौँ। हामीले विदेशमा मौलिकता, इतिहास, भाषा, संस्कार र संस्कृतिको जग्गा मात्र होइन विकास गरिरहेको छौँ र आज हामी सुन्दर देशका नागरिक भनेर संसारमा चिनिरहेका छौँ। यो देशको सम्मानका निम्ति, यो सुन्दर शान्त अनि विशाल देशको सम्मानका निम्ति एकपटक यहाँ सम्पूर्णलाई राष्ट्रगानमा सरी भइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले यो राज्यबाट छुट्टै प्रकारको सिटहरू प्राप्त गरिरहेका छौँ र यो म यसै क्रममा अतिथिको क्रमलाई जोड्न चाहन्छु। हामीमाझ राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ नेपाल इजेडीकी अध्यक्ष श्री दिलु सुनवारको गरिमा पनि उपस्थित रहेको छ। उहाँलाई अतिथिको रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी किराँत याखाचुङका अध्यक्ष कृष्ण श्रेणीजीलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। युनिभर्सिटी समारोहका निम्ति थुप्रै वीर शहीदहरूले आफ्नो ज्यानको आहुति दिनुभएको छ। उहाँको सम्झनामा 1 मिनट मौन धारण गरिदिनुको लागि सबैजनालाई आफ्नो ठाउँमा उभिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। सुरु। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू तथा यस वेबिन इटलीका उपाध्यक्ष रसोल श्रेष्ठी। सर्वप्रथम त यस सूचना प्रविधि तालिमको समापनमा अध्यक्षता गरिनुभएका अध्यक्ष आदरणीय श्री चिराग राईज्यू, त्यसै गरी यस 8 दिने सूचना प्रविधि तालिमलाई सम्पन्न गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने आदरणीय गुरु श्री सुरेश चन्द्र दाहालज्यू, त्यसै गरी विभिन्न जातीय संस्थाबाट प्राप्त भएका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, त्यसै गरी युवा महासङ्घ, त्यसै गरी महिला महासङ्घका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण युवा मित्रहरू, उपस्थित सम्पूर्ण दाजु तथा दिदीबहिनीहरूमा, त्यसै गरी मैले स्मरण गर्ने फोनिजका पदाधिकारीज्यूहरू लगायत सम्पूर्ण दाजु तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार भन्न चाहन्छु। आज हामी 8 दिने सूचना तालिमको समापन समारोहमा उपस्थित भएका छौँ। यस महत्त्वपूर्ण अवसरमा तालिम संयोजक अध्यक्षले
प्रतिवेदन मन्तव्य प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुसी र गौरवको अनुभूति भएको छ। वर्तमान समय सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स AI को तीव्र विकासको समय हो। विश्वभर मिडिया, शिक्षा, व्यवसाय, प्रशासन, सञ्चार तथा सृजनात्मक क्षेत्रमा AI को प्रयोग दिन प्रतिदिन बढिरहेको छ। यस्ता आधुनिक प्रविधिहरूको सही प्रयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता बनिसकेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै इटली महानगरपालिकाको आर्थिक सहयोगमा 2083 साल जेठ 2 गतेदेखि जेठ 9 गतेसम्म 8 दिने AI मा आधारित मिडिया तथा कन्टेन्ट क्रिएसन तालिम सफलतापूर्वक सञ्चालन गरिएको हो। यस तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई AI प्रविधिको प्रयोग गरी आधुनिक मिडिया तथा डिजिटल सामग्री निर्माण तथा सम्बन्धित ज्ञान, सिप र दक्षता प्रदान गर्नु रहेको थियो। विशेष गरी एससी र प्लस सकेका युवाहरू, सृजनशील क्षेत्रमा लागेका युवाहरू, युवा पत्रकारहरूलाई डिजिटल क्षेत्रमा आत्मनिर्भर बनाउने, सृजनशील क्षमता अभिवृद्धि गर्ने तथा स्वरोजगार र उद्यमशीलताको अवसरप्रति प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरेको थियो। तालिममा करिब 60 जना सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरू विभिन्न पृष्ठभूमिबाट आउनुभएको भए पनि सिक्ने चाहना, सक्रियता अत्यन्तै प्रशंसनीय रहेको थियो। तालिम अवधिभर सहभागीहरूले नियमित रूपमा उपस्थित भई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास पनि सक्रिय सहभागिता जनाउनु भएको थियो। तालिम अवधिमा विभिन्न महत्त्वपूर्ण विषयहरू समेटिएका थिए, जसअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स AI को प्रयोग, परिचय, ChatGPT, जेमिनाई, ड्रिमिना, मेटा AI लगायत धेरै AI टुल्सहरू, AI मार्फत स्क्रिप्ट राइटिङ गर्ने, सङ्ग्स राइटिङ, सङ्ग क्रिएसन, सोसियल मिडिया कन्टेन्ट क्रिएसन, क्यामेरा AI जेनेरेसन, भिडियो निर्माण तथा सम्पादनको लागि प्रयोग हुने AI टुल्स, युट्युब थम्बनेल डिजाइन तथा लगायत विभिन्न विषयमा प्रशिक्षणहरू प्रदान गरेको थियो। प्रशिक्षकज्यूले सैद्धान्तिक शिक्षणभन्दा बढी प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिनुभएको कारण सहभागीहरूले प्रत्यक्ष रूपमा सामग्री निर्माण गर्ने अवसर प्राप्त गरेका थिए। धेरै सहभागीहरूले आफ्नै भिडियो सामग्री, इमेज, गीत लगायतका अन्य डिजिटल प्रस्तुतिहरू तयार गरी वाट्सएप ग्रुपमा आफ्नो प्रस्तुतिहरू पेश गर्नुभएको थियो। विशेष गरी आजको डिजिटल युगमा AI को प्रयोग बिना प्रतिस्पर्धामा टिक्न कठिन बनिरहेको अवस्थामा यस तालिमले सहभागीहरूलाई नयाँ अवसरहरू ढोका खोलिदिएको विश्वास दिएको छु। अहिले विश्वभर डिजिटल सामग्री निर्माण, अनलाइन मिडिया, फ्रिलान्सिङ, डिजिटल मार्केटिङ तथा AI मा आधारित सेवाको माग तीव्र रूपमा बढिरहेको छ। यस्तो अवस्थामा यस तालिमबाट प्राप्त ज्ञान र सिपले सहभागीहरूलाई भविष्यमा रोजगारी, स्वरोजगार तथा उद्यमशीलताको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिम सञ्चालनको क्रममा सहभागीहरूको सक्रियता निकै उत्साहजनक रह्यो। विशेष गरी युवा पुस्तामा नयाँ प्रविधि सिक्ने चाहना र क्षमता अत्यन्तै राम्रो रहेको अनुभव हामी आयोजन गरेका छौँ। आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू, तालिमहरू ल्याएर धेरैभन्दा धेरै युवाहरूलाई सही अवसर प्रदान गर्ने वाचा गर्दछौँ। सही अवसर, तालिम र मार्गदर्शन प्राप्त भएमा नेपाली युवाहरू डिजिटल क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्न सक्षम छन् भन्ने विश्वास अझ बलियो भएको छ। यस कार्यक्रमलाई भव्य र सफल रूपमा सम्पन्न गर्न बजेट नियोजन गरिनु भएकोमा स्थानीय सरकार इटलीको महानगरपालिकालाई विशेष धन्यवाद ज्ञापन गर्दछु। त्यसैगरी हामीलाई 8 दिनको तालिममा इन्टरनेट सेवा उपलब्ध गर्नुभएकोमा वर्ल्डिङ कम्युनिकेसन लिमिटेड इटली शाखालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। साथै यो तालिम अवधिभर कार्यक्रमको व्यवस्थापनमा विशेष सहयोग गर्नुहुने आदिवासी जनजाति युवा महासङ्घ नेपाल इटलीको महानगर समितिको सम्पूर्ण कार्य समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद आदरणीय ग्रुप प्रशिक्षक श्री सुरेश दाहालजीलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँले आफ्नो ज्ञान, अनुभव, समय प्रदान गरी सहभागितालाई प्रेरित गर्नुभयो। साथै सहयोगको भूमिका प्रदान गर्नुहुने नेफिङ इटली कार्य समितिलाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सबैभन्दा महत्त्वपूर्ण धन्यवाद यहाँ हाम्रो सम्पूर्ण सहभागीहरूलाई दिन चाहन्छु। यहाँहरूले निरन्तर सक्रिय सहभागिता, अनुशासित र सिकाइप्रतिको लगानसितले नै यो तालिम सम्पन्न भएको छ। तालिमको अवधि केवल प्रमाणपत्रमा सीमित नहोस्, बरु यहाँले सिकेको ज्ञान सिपलाई व्यवहारमा उतारेर समाज, राष्ट्रको आफ्नै भविष्य निर्माणमा उपयोग गर्नुहोस् भन्ने अपेक्षा राख्दछु। अन्त्यमा आगामी दिनहरूमा पनि यस्तै प्रविधि मैत्री, सिपमूलक र युवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै जाने विश्वास व्यक्त गर्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद नमस्ते। एकदम उत्कृष्ट प्रतिवेदन सहितको स्वागत मन्तव्यलाई लागि धेरै धेरै धन्यवाद कार्यक्रम संयोजक श्री शेर्पाज्यू। म अब भने कार्यक्रममा
यो 8 दिनको दौरानमा के कस्ता अनुभवहरू रहे, तपाईँले के कस्ता ज्ञानहरू हासिल गर्नुभयो, तिता मिठा क्षणहरू कस्ता रहे, यी सम्पूर्ण कुरालाई समेटेर आफ्नो छोटो भनाइ राखिदिनुको निम्ति प्रशिक्षार्थी भगवती महादेव देवजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमको सेड्युललाई चेन्ज गर्नुपर्ने भयो। हाम्रो शुभकारण कार्यक्रमको क्रमलाई जोड्न चाहन्छु र पानसमा दियो बालेर पानसमा बत्ती बालेर यो कार्यक्रमलाई विधिवत रूपमा सञ्चालन गरिदिनुको निम्ति अध्यक्षज्यू सम्पूर्ण अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने म आफ्नो एक्सपिरियन्स सेयर गर्नको निम्ति भगवती देवजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक सर रोशन भुजेल सर। आजको यस हाम्रो सूचना प्रविधि तालिमको समापन कार्यक्रमको सभापति नेफिनी टहरीका अध्यक्ष श्री रिहान राईज्यू, यस विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, दासनासिम सम्पूर्ण अतिथिगण, हाम्रो प्रशिक्षकज्यू, कार्यक्रममा सहभागी सम्पूर्ण सञ्चारकर्मी र प्रशिक्षार्थी साथीहरूमा म भगवतीको तर्फबाट सेवाहरू नमस्कार। सर्वप्रथम त यस तालिमबारे आफ्नो अनुभव प्रस्तुत गर्ने अवसर प्रदान गरिदिनु भएकोमा म व्यक्तिगत र सम्पूर्ण प्रशिक्षार्थीहरूको तर्फबाट कार्यक्रम आयोजक नेफिन संस्था र सहजबाट छिरिङ सर लगायत वाइफिन सम्पूर्ण टिमलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। यस हाम्रो 8 दिने एआई तथा कन्टेन्ट क्रिएसन तालिमको अवधिभरमा हामीले पहिलोदेखि 8औं दिनमा के सिक्यौँ भन्दाखेरि पहिलो दिनमा चाहिँ हामीले नर्मली ChatGPT-को युज गरेर एआई स्टोरी बनाउने र त्यही स्टोरीलाई इमेज जेनेरेट गरेर भिडियो बनाउने र साधारण अडियो हाल्ने सिम्पल एआई भिडियो बनाउने कुराहरू सिक्यौँ। त्यस्तै हामीले दोस्रो दिनमा इमेज भिडियोलाई अडियो जेनेरेट गर्दै एआईलाई दिने प्रम्प्ट अथवा निर्देशन चाहिँ कसरी स्ट्रङ तरिकाले दिने भन्ने बारे सिक्यौँ र जसबाट हामीले चाहेको रिजल्ट निकाल्न मद्दत पुगोस्। त्यस्तै हामीले तेस्रो दिनमा विशेष गरी एआई अडियो बारे टेक्स्टलाई स्पिचमा कसरी फ्रीली कन्भर्ट गर्ने बारे त्यस्ता टुल्सहरू सिक्यौँ र क्यानभाबाट डिजाइन गर्ने तरिकाहरू पनि सिक्यौँ जसबाट हामीले एडहरू पनि बनाउन सक्छौँ। त्यस्तै हामीले चौथो दिनमा अलिक राम्रो तरिकाले भिडियोहरू बनाउँदाखेरि इफेक्ट्स ट्रान्जिसन्सहरू युज गरेर इमेजलाई भिडियो क्रिएसन गर्ने बारे सिक्यौँ। त्यस्तै हामीले पाँचौँ दिनमा विशेष गरी विभिन्न टुल्सहरू एआई टुल्सहरू भिपिएन युज नगरी नचल्ने पनि हुँदो रहेछ भन्ने थाहा भयो। त्यसमा चाहिँ हामीले भिपिएन युज गरेर अनि स्ट्रङ प्रम्प्ट युज गरेर अटोमेटिक तरिकाले इमेज जेनेरेट गरेर त्यसलाई फेरि भिडियोमा आफै साउन्ड हाल्ने गरी फोकल एमएलको एउटा स्ट्रङ एआई टुल बारे पनि हेऱ्यौँ। त्यही दिन हामीले नारस एआई भन्ने एउटा स्ट्रङ एआई टुल्स मेटाको त्यो बारे पनि चर्चा गऱ्यौँ। कति खतरनाक र स्ट्रङ रहेछ त्यो चाहिँ मैले यहीँ आएर मात्रै बुझेँ। अनि हामीले 6औं दिनमा चाहिँ एआईबाट कसरी म्युजिक कम्पोज गर्ने सिक्यौँ, जहाँ विशेष गरी हामीले सुनो बारे चर्चा गऱ्यौँ र त्यसको प्रयोग गऱ्यौँ र हामीले बनाएको एआई म्युजिकहरूलाई युट्युबमा कसरी पोस्ट गर्ने, कसरी चाहिँ त्यसबाट मोनिटाइज गर्न सकिन्छ, तरिका के हो, कसरी डिस्क्लेमर राख्ने, डिस्क्रिप्सन कसरी ChatGPT-को थ्रुबाट बनाउने भन्ने बारे हेऱ्यौँ। त्यस्तै हामीले हिजो 7औं दिनमा एआईबाट बनाएको गीतलाई भिडियोमा एनिमेट गर्ने तरिका बारे हेऱ्यौँ र हिजो नै हामीले अवतार बनाउने तरिका पनि सिक्यौँ। साथै अहिले सामाजिक सञ्जालमा भाइरल ट्रेन्डिङ भिडियोजहरू पनि कसरी बनाउने त भन्ने बारे पनि विभिन्न टुल्सहरू
टेक्निक्सहरू प्रयोग गर्न सक्यौँ भने तपाईँको क्रिएटिभिटी मर्ने नभएर अझै उजागर हुन्छ जस्तो लाग्छ। जस्तै कि तपाईँले गीत लेख्न आउँछ तर तपाईँले त्यसको म्युजिक कम्पोज गर्न आउँदैन, समस्या हुन्छ अथवा लिरिक्समा समस्या हुन्छ भने हामीले सिकेको सुनो एआईबाट सजिलै जेनेरेट गर्न सकिन्छ क्या। यसरी हुँदाखेरि तपाईँको आफ्नो भिडियो पनि जेनेरेट हुने भयो, भिडियो मन परेको म्युजिक पनि बनाउन सक्नुहुने भयो, त्यसले तपाईँलाई सेल्फ मोटिभेसन मिल्छ क्या। अर्को कुरा भन्दा तपाईँले एआईलाई चाहिँ युज गरेर आफ्नो प्यासनलाई प्रोफेसनमा पनि बदल्न सक्नुहुन्छ, जसबाट हाम्रो सुरेश चन्द्र दासले भन्नुभयो जस्तै राम्रो इन्कम जेनेरेट हुन्छ। अनि जिन्दगीभर कोही तपाईँको साथमा होस् या नहोस् तर एआई आइसकेको छ, एआई चाहिँ जीवनभर नै हुन्छ जस्तो लाग्छ। यसलाई चाहिँ चलाउन जान्नु पर्यो। खास गरी भन्नुपर्दा म चाहिँ यहाँ आउनुभन्दा अगाडि चाहिँ त्यस्तो धेरै एआई टुल्सहरूबारे जानकारी त राखेको थिएन, तर अलिअलि चाहिँ युज गर्ने भएको थिएँ। अनि तालिमको सुरु दिनमा सरले बनाउन लाउनु भएको भिडियो र केही दिन अगाडि आफैले बनाएको भिडियो हेर्छु, कस्तो भास्ट डिफरेन्स पाउँछु क्या। अनि एउटा भिडियो चाहिँ मैले आफ्नो सोसियल मिडियामा पनि पोस्ट गरेको थिएँ। साथीहरूले सोधिराख्नु भएको थियो क्या, यो तिम्रो साथीको भोइस हो कि के हो, आफ्नै भोइस जस्तो लाग्छ त, अनि यो साथीको स्टोरी हो कि एआई जेनेरेटेड हो, त्यसमा पनि कन्फ्युजन हुँदो रहेछ क्या धेरै मान्छेहरूलाई। अनि त्यो चाहिँ कस्तो रमाइलो जस्तो लागेको थियो। समग्रमा भन्नुपर्दा मेरो लागि एआई ट्रेनिङ एकदमै फलदायी रह्यो र हामी सबैको लागि फलदायी रह्यो भनेर म विश्वस्त छु। ट्रेनिङको मुख्य उद्देश्य नै हामीले एआईलाई डे टु डे लाइफमा युज गर्दै इन्कम सेक्टरसँग पनि जोड्नु हो र आजदेखि हामी अरूको क्रिएसनलाई मोबाइलमा स्टोर गर्ने मात्रै नभई आफै क्रिएटिभ हुनुपर्छ, आफ्नै क्रिएसनमा ध्यान दिनुपर्छ, अरूलाई देखाउनुपर्छ भन्ने कुरामा म जोड दिन्छु। अन्त्यमा तालिमबाट सिक्नुपर्ने कुरा त धेरै नै थियो, तर समय निकै टाइट थियो। साथै धेरैजना प्रशिक्षार्थीहरू थियो, जसको कारणले नेट पनि स्लो चलिरहेको थियो। सरले दिन त हामीलाई धेरै कुरा दिनुभयो सरले, तर त्यसलाई प्र्याक्टिकल्ली डिटेलमा चाहिँ हेर्ने टाइम चाहिँ अलिक कम नै थियो जस्तो लाग्छ। सर्फेसली त हेऱ्यो, मेन कुरा चाहिँ त्यो एआई टुलले के दिन्छ त्यो त हेऱ्यो, तर त्यो एआईको भित्र गएर डिटेलमा चाहिँ हेर्ने अलिक टाइम पुगेन जस्तो मलाई लाग्छ। आगामी दिनहरूमा पनि नेफिनहरूले अलिक एडभान्स खालको यस्तै फलदायी र उपलब्धिमूलक कार्यक्रमहरू ल्याइदिनुहुन्छ भन्ने अपेक्षाका साथ आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। अत्यन्तै सुन्दर एक्सपिरियन्स लागि पहिलो पाइलादेखि आजसम्मको अन्तिम पाइलासम्मको सम्पूर्ण एक्सपिरियन्सलाई एकमुष्ट रूपमा प्रस्तुत गर्नुभयो। धेरै धेरै धन्यवाद। यहाँहरू अत्यन्तै गरिमामय बसिरहेको छ, एकदमै विशिष्ट व्यक्तित्वहरू गरिमामय बसिरहेको छ। यहाँहरू सम्पूर्णको मन्तव्य हामीलाई सुन्ने रहर थियो, यद्यपि हाम्रो समयको परिधिभित्र रहेको कारणले गर्दाखेरि यहाँहरू सम्पूर्णको मन्तव्य राख्न हामी असमर्थ